धार्मिक पर्यटकीय अनि ऐतिहासिक महत्व बोकेको धादिङको यो भैरवी मन्दिरबाट यहाँहरू सबैलाई नमस्कार। नमस्कार। हामी अत्यन्तै पवित्र ठाउँमा छौँ। यो ठाउँमा आउँदा मन अत्यन्तै शान्त भएको छ, मनमा खुसी बढेको छ। भैरवी माताको आशीर्वादले पुरै शरीर चङ्गा भएको जस्तो आभास भएको छ। फेरि यो ठाउँ सुनौला बजारको माथिपट्टि छ, यतापट्टि दायाँतिर पनि भिड, बायाँतिर पनि भिड, यस्तो टुप्पोमा मन्दिर अवस्थित छ। यहाँबाट बडो सुन्दर सुन्दर हिमालको दृश्यावलोकन गर्न सकिन्छ। पारिपट्टिका सुन्दर हिमालहरू, चारैतिर हरियाली, एकदमै आनन्दित हुन्छ। यहाँ आइसके पछाडि बडो गजब गजबको दृश्य देख्न सकिन्छ। पारिपट्टिको सुनौला बजार यो धादिङ जिल्लाको पुरानो सदरमुकाम पनि हो। काजीबा दारीबा त पहिलो पटक आउनु भएको छ। एकदमै खुसी देखिँदै हुनुहुन्छ, बडो आनन्दित देखिँदै हुनुहुन्छ। भैरवी माताको आशीर्वाद हामी सबैलाई लागोस्। सँगसँगै यो भिडियो हेर्नुहुने यहाँहरू सबैलाई जुनसुकै ठाउँबाट, विश्वको जुनसुकै ठाउँबाट हेर्दै हुनुहुन्छ, भैरवी माताले यहाँहरूलाई सुखी रहनका निम्ति, शान्त रहनका निम्ति, खुसी रहनका निम्ति, यहाँहरूको आरोग्यताका निम्ति आशीर्वाद दिनुहुनेछ। हामी सबैको भैरवी माताले कल्याण गर्नुहुनेछ। जय होस्। जय भैरवी माता। जय भैरवी माता।